हेलो एभ्रिवान, वेलकम ब्याक माई मिनी ब्लग। इट्स मी मदन लिम्बू। आज पनि न्यू डे न्यू भिडियो लिएर उपस्थित भइसकेको छु आफ्टर लङ टाइम पछि। अनि यो अहिले देख्दै गर्नुभएको भाँडोहरू चाहिँ कुखुराको दाना राख्ने भाँडोहरू हो। अनि अहिले वरपरको नजाराहरू पनि खास फोहोर नै देखिरहेको छ। तर आजकल चाहिँ पात झर्ने टाइम भएको कारणले चाहिँ जति सफा गरे तापनि हल्का अब पातहरू झरिहाल्छ, त्यही भएर चाहिँ यस्तो देखिएको हो। अनि यो अहिले देखिरहनु भएको चाहिँ थेचा भनिन्छ। यसले चाहिँ अन्डा राखेर चाहिँ गुडाएर ल्याउनुपर्छ। अहिले चाहिँ म किचनमा आइसकेँ। दाइले खाना बनाउँदै हुनुहुन्छ किनकि आज उहाँको खाना बनाउने टर्न हो। अहिले चाहिँ फेरि माथि दोङतिर खोरतिर गइसकेँ, काम गर्ने ठाउँमा देख्न सक्नुहुन्छ भर्याङहरू कस्तो छ के छ भनेर। म चाहिँ अहिले चाहिँ मेरै दोङतिर मेरै खोर मैले काम गर्ने ठाउँमा गइसकेँ। अन्डाहरू पनि बिहानै टिपिसकेको छु, लगभग 4 चाक भनेपछि लगभग 1200 जति टिपिसकेँ। अनि यहाँ कुखुराहरू देख्न सक्नुहुनेछ कस्तो छ भनेर चाहिँ। अहिले चाहिँ हल्का धुलो हुन्छ जाडोको कारणले। यहाँ देख्न सक्नुहुनेछ अन्डा कसरी चलिरहेछ। अहिले